साथीहरु फेरि पनि मेरो नयाँ भ्लगमा हजुरलाई स्वागत छ। मेरो पनि फेरि नयाँ भ्लग आइसकेको छ, हेर्नु होला। म चाहिँ टक्क आज गाउँ जानलाई कोही चाहिँ हाम्रो गाउँ जाने बाटो साग गाउँ तल चाहिँ सागतिर ट्याक्क गइरहेको छ हामी। यो चाहिँ हामी चाहिँ अटोमा गइरहेको। यो चाहिँ डाँडामा मन्दिर हालेर चाहिँ आजभोलि यो चाहिँ के भन्छ सागको बोट लगाएको सागको गाउँ हो। चाहिँ यता यो चाहिँ हिँड्दै बाटोमा प्रसाद दिएको हेरेर मान्छे कति खुसी भएको है, खुसीले खाएको हेर। चाहिँ आज पुग्यो मन्दिरको उद्घाटन हेरेर प्रसाद दिएको थिएँ, त्यही हो। हामी चाहिँ यताको अटोमा आइरहेको छ। अटोमा चाहिँ सागिने डाँडो, सागिने डाँडा उता चाहिँ खालबोट छ, त्यहाँ चाहिँ उता सागिनेदेखि यता सागिने। हामी चाहिँ आइरहेको अटोमा ट्याग लगाएर चाहिँ यता खोल्सीतिर पुग्यो। उता चाहिँ बाख्रा चलाउने आउनुभएको सागदेखि, यो चाहिँ सागदेखि उता सागदेखि ल्याउनु चाहिँ बाख्रा चलाउनु आउनुभएको छ। बाख्रा चलाउनु बाख्रा लगाए गएर छटक लगाएर बिहाबाट बेउ चाहिँ खतरा देखिन्छ। उता घाम लागिरहेछ। यो चाहिँ माथि डाँडा, उता साइड चाहिँ बढी द छ, के भन्छ बर्खा चाहिँ हिउँदा चाहिँ हुँदैन, सानो न। यो चाहिँ रोड, हामी चाहिँ अटोमा छ गइछ। अटोमा उता चाहिँ उता खालबोट पारी गाउँदेखि चाहिँ टिको साइड चाहिँ बढ्दै छ। यस्तो छु गाछहरू यस्तै हो। गाई जहाँ पनि बाख्रा आयो, यता छन् बाख्राहरू। अगाडि पनि जानु, त्यहाँ अगाडि पनि बाख्रा चराउनु ल्याइरहनु भयो। पछि यता साइडमा राख्नु। यस्तै चाहिँ गाईहरू गाउँतिर जाने चाहिँ बाटो। अब हामी साथीहरू हामी चाहिँ यहाँ झरिसक्यो अटोबाट। अब यहाँ टक्क घर जाने बाटोतिर छ है। माया र म चाहिँ यहाँ छ, हेर न तिमी। ए मेरो बेउटो ट्याक्क सोल्टिनी र मसँग भन्नु कि कस्तो बनाएको भनेसी आफ्नै गाममा नि चिनेनन् मलाई। यो चाहिँ गाउँ जाने बाटो। ट्याक्क हिँडिन्छ यसरी माया यहाँ फेरि रिसिएर ठुस्केर। यो चाहिँ गाउँ। हामी जाने चाहिँ त्यो पारी गाउँदेखि त्यहाँदेखि त्यहाँ हल्का थोरै घर भएको ठाउँ हो। त्योदेखि अलि पारी डाँडामा ट्याक्क हामी चाहिँ यसरी आइरहेछ है। बटोदेखि झरिसक्यौँ। अब के गर्नु, हिँड्न परिहाल्यो। हिँड्न चाहिँ अब 1 घन्टा लाग्छ। हामी मलाई चाहिँ आधा घन्टा लाग्थ्यो, मायालाई भएर 1 घन्टा लाग्यो। तिमीले त हो नि नाम त। यो मायालाई मैलान्छु चोरेर। साथीहरू हामी चाहिँ हिँडिसक्यो है। यतादेखि यता आउँदै छ, यता चाहिँ उज्यालो देखिँदैछ। मेरो अनुहार चाहिँ हेन्डसम देख्नु परेन। म चाहिँ अलि हेन्डसम देख्नु पर्यो क्या। अब त्यस्तो कालो थोका भयो नि मान्छे हेन्डसम देखेर चाहिँ अलि अर्काले पटिहाल्छ कि भनेर फेरि त्यस्तो होइन नि त। बाटो चाहिँ यस्तो छ यहाँको।
यस्तो यो म मान्छे लडेर यहाँ मरे पनि कोहीले नथाहा भन्ने जस्तो बाटो यहाँ चाहिँ जङ्गल हो है जङ्गल छ हाम्रो गाउँ चाहिँ जङ्गलमा हो नि त ट्याक्क लाएर काफल टिप्नु पाहाडमा काफल काफल होला र यो चाहिँ नाली पुरा पानी पऱ्यो भने त्यहाँ पुरै पानी बग्छ हो हामी जान्छौँ अझै छ धेरै टाढा मैसुन के भरे कोही दाउरा त्यहाँ त दामी पाइने रहेछ नि त दाउरा त पाइहाल्छ नि म यही खालबाट जग्गा किन्न बस्छु है इस यहाँ ऊ हो नि त यहाँ बारेको छ नि त हाम्रो वहाँ ताङतिर यसो दाउरा पाइने त आऊ है दिनमा 2-3 बारी काट्दैन अब चाहिँ म चाहिँ घर चाहिँ हो ट्याक्क काफल खाने हो मैसुलु खाने हो है माया छुटा है तोरा फेरि धौबा जस्तो पुरै पाहाडमा चट्टानमा तातो ठाउँमा आइसक्यो फेरि यो यहाँ त उज्यालो देखिँदो रहेछ नि त्यहाँ उज्यालो यहाँ त घामै पुऱ्याएन हो यो चाहिँ घाम नपुगेको ठाउँ त्यहाँ चाहिँ यहाँ चाहिँ फेरि घाम बुढिसक्यो आम भएको ठाउँ चाहिँ यहाँ घाम बुढिसक्यो त्यहाँ चाहिँ फेरि बुढ्दै बुढ्याएन यो ठाउँ चाहिँ बुढिसक्यो त्यो चाहिँ बुढ्याएन हामी त फेरि घाम लागेको ठाउँ अहिले पुग्छौँ एकछिनमा ट्याक्क मलाई फेरि कस्तो गरेको कहिले रिस उठ्दैन यार तपाईँलाई त्यो आधा चाहिँ घाम लागेको छ यो चाहिँ पहाड डाँडामा तल चाहिँ फेरि घाम बुढेको छ नि त यु 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 मायाले हुन्छ मैले देखेँ नि यो चाहिँ गाउँको ट्याक्क छानाले छाएको घर दामी छ है हामी आएको चाहिँ त्यो रोड देखियो त्यो रोडदेखि योदेखि हुँदै हुँदै योदेखि हुँदै हुँदै यहाँ मान्छे रिसिया हो क्या जतिखेर पनि रिसिया हुन्छन् यो चाहिँ हिँड्न दुःखले हो नि फेरि रिसिएको किन दुःखले हो कि हिँड्न दुःखले हो हिँड्न दुःखले भएछ म तिमीलाई एक्लै पठाउँछ ए अब ट्याक्क ओ यस्तो छ बाटो चाहिँ यस्तो अफरोड सानो छ है काँडा यो चाहिँ चुत्रो ट्याक्क चुत्रो ओहो चुत्रो फलेछ नि त चुत्रो होइन के चुत्रो त हो नि करौती भन्छ यसलाई करौती हाम्रो यस्तो छ ट्याक टुक परेको सानो बाटो है त्यो घोप्टेलाई मेरो भन्दा बढी के यसको छ नि त्यो घोप्ट्यो त गाह्रो हुन्छ नि त खान्छु बाटो चाहिँ यस्तो ट्याक टुक यहाँ खाऊ नि त यहाँ चाहिँ हिँड्ने बाटोमै चित्रा पाउँछ पेकु फलेछ यी टिप्दिन्न यसो त खान्न कालो खान्छन् अनि पाकेको खान्छन् त अनि यस्तै अहिले पाकेको त काँचो छ यो चाहिँ पाक्न बाँकी नै छ ए खान त्यो बाटानु प्रसाद दिएको चुत्रो माथि डाँडा हाम्रो तल गहिरा तल खोलसिरामा ए हो रित्ते त पुरै दौडिने हुने छ त अनि हामी चाहिँ ऊ त्यो डाँडामा है जाने ऊ त्यो पारेको डाँडामा भर्खर आधा बाटो है ऊ त्यो डाँडा अझै त्योदेखि अन्त पर खोलसिरामा घर ऊ तलदेखिको नानीहरू पनि सुन्दा त्यो बहिनीहरू पनि बाटोमा चाहिँ गाउँमा बिजुली भएको है यस्तो छ यार बाटो त
ओहो लोटे पनि ऊ तल पुगिन्छ ओ लाली गुराँस यहाँ चाहिँ ओ लाली गुराँस घर गएर खाइन्छ लाली गुराँस यहाँ चाहिँ बाटोमा लाली गुराँस पाउँछ उता माथि लाली गुराँस चाहिँ धेरै पैसा जुवान हामी चाहिँ यो ओह्रालो हिँड्दाखेरि चाहिँ यसो ओह्रालो बाटो यो बाटो गाउँको बाटो यस्तै त हो बाटो छ लाली गुराँस हामी चाहिँ यहाँ खोला पुगिसक्यो अहिले चाहिँ यो खोला यता चाहिँ रुखहरू फुलेको छ चराचुरुङ्गी बाँसटा ट्याक्क लगाएर कुइँ 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 गरेर यो चाहिँ भिर ओहो खोला खोला लडेको पहिरो है यो चाहिँ माथि म चाहिँ यता छु यता टुटु 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 गरेर हिँड्दा छु है पानी आउँदो रहेछ चाहिँ भिर यो त चाहिँ घाम लागेको ठाउँ हेलो त घाम लागेको है मैले चाहिँ घामलाई ट्याप टिपेर यहाँ राख्ने मन थियो तर के गर्नु सर्दिनँ अन्त भिर मा चाहिँ बाटोमा खाँदै भएपछि प्रसाद दिएको के गर्नु है यहाँ चाहिँ पुरै हरियाली छ है यो 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 पुरै हरियाली यो ओखर पनि फलेछ यहाँ झरेछ ट्याक्क ए ओखरको दाना पनि फलेछ ए गाउँ चाहिँ रमाइलो छ कि जीवानी गाउँघरतिरको रमाइलो जस्तो कहाँ हुन्छ हौ अन्त गाउँघर चाहिँ रमाइलो बेग्लै हो यस्तो छ बाटो चाहिँ ट्याक्क अँध्यारो हुन लागिसक्यो हामी चाहिँ अब लखर 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 हिँडिरहेछ लखर 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 काम नपाए झैँ गरी हिँडिरहेछ हामी चाहिँ ऊ पानी हालेछ नि त ओ पानी हालेछ नि त खाँदैन हो पानी पुरै हरियाली छ जङ्गल हरियाली रातो देखिन्छ त के हो ल ल ल ल ल ल ल ल ल घाम रातो याद हुन्छ पाटी के हो माथि उपारि रोड यहाँबाट छोप्छु म यहाँबाट लोटेपछि तल पुग्छ के गर्नु यो भिड छ पुरै अफरोड बाटो चाहिँ पुरै बिग्रेको जस्तो हिँड्ने पनि यो खनेको बाटो मान्छेहरूले हामीले नै खनेको बाटो तानु ओहो यो चाहिँ बिग्रियो छ आजभोलि चाहिँ
यहाँ चाहिँ पुरै जङ्गलमा आनन्द बेग्लै छ के चराचुरुङ्गी बसेछ ट्याक्क गरेर हामी चाहिँ जङ्गलमा पुगिसक्यो यता 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 हेर्नुहोस् यता है ट्याक्क चाहिँ पारी उता चाहिँ थियो जङ्गल हामी आएको त त्यहाँदेखि डाँडादेखि देखाउँछौँ उता पर गएपछि यता यता आइसक्यो यता बाटो यहाँ लडेर लडे छ यहाँ बाटो इच्छा माथि पहिरो लडेछ ढुङ्गा मात्र छ यस्तो यसरी 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 तल पुरै भिर छ जङ्गल रुखहरू त हरियाली छ है रुख कस्तो हिँड्दो रहन्छ नि आज भोलि उतातिर खाने सागको यो तरकारी खान्छौ हाम्रो फेभरेट लेउरा पनि पाइन्छ होला नि यहाँ त लेउरा चाहिँ भएन होला यताबाट कस्तो पाइँदो रहेछ लेउरी भोलि आलु मिसाइन खाने कति मिठो हुन्छ ए जङ्गल धेरै ल्याउँदैन नि म एकदम सस्तो सस्तो छ यता त यता सस्तो यतातिर यहाँ तलतिर पाउँछ क्या हामी आएको बाटो चाहिँ त्यहाँ पारी पछि रहेछौँ हामी चाहिँ यता डाँडामा पुगिसक्यो माथि त्यो चाहिँ तल भइसक्यो अहिले चाहिँ फाइनली हामी चाहिँ यहाँ थोरै छ है गाउँ पुग्न घर पुग्न हामी आएको बाटो चाहिँ पारी यता 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 हुँदै यता यता हुँदै यता यता हुँदै यता यता हुँदै यताबाट यता आउँदै यताबाट यता हुँदै यताबाट यता हुँदै यताबाट यहाँ पुग्यो नि त यसरी कम त यो खेत हो जोतिसकेछ फाइनल्ली हामी चाहिँ गाउँ पुग्ने अब थोरै छ हामी चाहिँ यहाँ डाँडामा पुगिसक्यो डाँडामा पुगिसक्यो डाँडामा पुगिसक्यो यो 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 जुत्ता च्यातिकिन फोरिने हामी आएको बाटो चाहिँ उता उपा कस्तो अँध्यारो देखाएको के मलाई अँध्यारो भइसक्यो यहाँ चाहिँ रात परिसक्यो हामी चाहिँ गाउँ पुगिसक्यौँ अब बाँकी चाहिँ पछि बनाउँदै गर्ने छु यो रोडमा पुगिस अब घर चाहिँ म नजिकै छु त्यो पारी हो ट्याक्क हो हामी चाहिँ यहाँ पुगिसक्यो त्यतिर थियो यताबाट ट्याक्क हामी चाहिँ पुगिसक्यो रोड चाहिँ बिग्रियो लास्टै है यो गाउँ पुग्यो अब होइन ऊ माथिसम्म ए गाउँ पुग्यो हामी आएको बाटो चाहिँ उता देख्यौ उतादेखि देखिँदैन अँध्यारो भइसक्यो यता चाहिँ अँध्यारो भइसक्यो म अरू चाहिँ बाँकी चाहिँ अरूमा दिदी गर्ने म बनाउँछु भिडियो चाहिँ टक्क मलाई चाहिँ सपोर्ट गर्नुपर्छ सपोर्ट भन्ने हुन्छ नि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु पर्यो र बाँकी चाहिँ हुँदै गर्छ भिडियो म चाहिँ बनाउँछु बाई बाई